नमस्कार, म गणेश पोखरेल, भद्रपुर नगरपालिकाको नगर प्रमुख। यो अहिले नेपालमा चलिरहेको कृषि गेम रियालिटी टेलिभिजन कार्यक्रम अन्तर्गत यो रेभोल्युसनरी एग्रिकल्चर वार रमा हाम्रो कृषि प्राविधिक भद्रपुर नगरपालिकाका कृषि प्राविधिक सुमन बिमलेजी चाहिँ प्रतिस्पर्धा गर्दै अहिले अन्तिम चरणमा पुग्नु भएको छ, फाइनल राउन्डमा पुग्नु भएको छ र उहाँलाई म सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र उहाँलाई सफलता चुम्ने बाटोमा सहयोग गरिदिनका लागि सबै सम्बद्ध पक्षसँग हार्दिक अनुरोध र अपिल पनि गर्न चाहन्छु। र विशेष गरी यो भद्रपुर नगरपालिकाले यो कृषि क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर कृषिका विकासको क्षेत्रमा, कृषि सशक्तिकरणको क्षेत्रमा र उत्पादनलाई वृद्धि गर्ने सन्दर्भमा दिगो उत्पादनको क्षेत्रमा हामीले नयाँ ढङ्गले काम गरिरहेका छौँ। बजेटले नै सम्बोधन गर्नुपर्छ भनेर बजेटमा पनि वृद्धि गरेका छौँ र कृषि क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर हामीले विविध खालका कार्यक्रमहरू, कार्ययोजनाहरू बनाएर अगाडि बढिरहेका छौँ र भविष्यमा अझ चाहिँ कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउँदै चाहिँ उत्पादन वृद्धि गर्दै चाहिँ हामी अगाडि बढाउने दिशामा निरन्तर कार्यरत छौँ र त्यो दिशामा हामी अझ नयाँ ढङ्गले नयाँ कार्ययोजना सहित अगाडि बढ्न लागिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु। र विशेषतः यो कार्यक्रममा भद्रपुर नगरपालिकाको तर्फबाट सुमनजीले जुन सफलता चुन्दै अगाडि बढ्नु भएको छ, उहाँलाई म हार्दिक बधाई पनि दिन चाहन्छु, अग्रिम शुभकामना पनि दिन चाहन्छु र सबैलाई साथ सहयोग गरिदिनका लागि पुनः हार्दिक अनुरोध र अपिल गर्न चाहन्छु। धन्यवाद, नमस्कार।